ल है गाइजहरू आज म चाहिँ नि ढिँडो पकाएर देखाउँदैछु हजुरहरूलाई। अब हाम्रो यो प्राकृतिक सुन्दरताले भरिपूर्ण यो चाहिँ हाम्रो ढिँडो हो। हाम्रो जमिनबाट निस्किने एकदम खनिजयुक्त चाहिँ वस्तु हो हाम्रो ढिँडो। यो चामल खाँदा खाँदा इन्डियाबाट आएको यो पोलिस गरेको चामल खाँदा खाँदा हाम्रो चाहिँ आन्ध्राहरूमा चाहिँ नि असर गरेको देखिन्छ। त्यस कारणले अब ढिँडोहरू खाँदै भने हाम्रो अलिक शरीर राम्रो हुन्छ कि भित्र आन्द्राहरूलाई अलिक सफा गर्छ कि राम्रो गर्छ कि भन्ने देखेका साथ ढिँडो बनाइँदैछ हजुरहरू। ल हजुरहरू पनि ढिँडो खानु होला। स्वस्थ हुनुहोस्, मस्त हुनुहोस्, व्यस्त हुनुहोस्, ढिँडो खानुहोस्। अब ढिँडो चाहिँ हामी यसरी मस्काउँछौँ। पहिले पानी तताएर त पानीमा चाहिँ चट्ट पिठो हाल्ने, मजाले त्यसलाई खोर्दै खोर्दै पकाउने र यसरी चट्ट ढिँडो पस्किने थालमा। त्यस पछाडि हामी यसलाई ढिँडोलाई दहीसँग पनि खान सकिन्छ, सागसँग पनि खान सकिन्छ र चट्ट अचार चटनीहरूसँग पनि खान सकिन्छ, तरकारीसँग पनि राम्रो भइहाल्यो। चट्ट हामीले चाहिँ आज भेन्डाको तरकारीसँग चट्ट ढिँडो खाने जमर्को गरेका छौँ। अनि साथीहरूलाई पनि यसो त्यसको जानकारी गराउँ त भनेर लागिया छ हजुर। ल है त अब यस्तै छ, ढिँडो खाउँ स्वस्थ बनौँ भनेको मूल धारणा अनुसार, मूल नारा अनुसार अगाडि बढ्यो। ल हजुर फलोहरू गर्नुहोस्, सेयर गर्नुहोस्।